5 केजी जति चाहिँ आज मार्नुपर्छ है माछा चाहिँ। मेरो भागमा चाहिँ एउटा पा यतिमा हामीले माछा मार्ने खोलो यही हो नि त। अर्ग्यानिक ऐसेलु यस्तो मिठो हुन्छ नि त अर्ग्यानिक। यहाँ कहाँ भोलिसम्म आएर यहाँ घरिघरि आएर खानु पाइन्छ नि। यहाँ तल चाहिँ देख्नुहुन्छ यहाँ यो भिर चाहिँ लगभग 700-800 मिटर जति बुट तल छ। त्यहाँभन्दा उँधो चाहिँ जान सकिन्छ। अवश्य सबहरू छ झोलामा। माछा चाहिँ आयो फेरि यहाँ हो। माछा ल साथ पा साथीहरू पा समा 5 केजी जति चाहिँ आज मार्नुपर्छ है माछा चाहिँ। च्याउ चाहिँ खोइ अनि कहाँ चाहिँ पाउँछ त नि? रम्छ हामीले माछा मार्ने खोलो यही हो नि त। खै खै त्यो अर्ग्यानिक निग्रो कस्तो हुँदो रहेछ हेरौँ। ल त्यो चाहिँ एकदम। हेलो नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ गुड सटरडे। आज चाहिँ हामी साथीहरूसँग यहाँ पुरा सामानहरू लिएर पुरा माछा मार्न आएका छौँ। आज शनिबार। आज चाहिँ माछा पहिले चाहिँ हामीले टन्नै यहाँनिर माछा मारेको छौँ 7-8 केजी जति। अब अहिले चाहिँ हेरौँ कतिसम्म मर्दो रहेछ यहाँनिर माछा। गड्डै पाइन्छ यहाँनिर। यहाँदेखि यहाँ तल चाहिँ देख्नुहुन्छ यहाँ यो भिर चाहिँ लगभग 700-800 मिटर जति बुट तल छ। त्यहाँभन्दा उँधो चाहिँ जान सकिँदैन। अब यहाँबाट चट्ट यता उँभो माछा मार्ने हो। अस्ति चाहिँ 7-8 केजी जति मारेको थियौँ हामीले। माछा टन्नै मारेको। यहाँनिर अब बर्खाको समय छ, कतिसम्म मर्दो रहेछ होइन। अस्तिको हिसाबले हो भने चाहिँ 8-10 केजी मार्न सकिन्छ यसपालि पनि। भने साथीहरू यहाँ पुरा कुरेहरू हेर्दैछन् कता कता लाउने के लाउने भनेर। अनेकलो दमा हामीले डिसहरू पनि बोकेर आएछ। डिसहरू त्यहाँ झोलामा छ, रेडी छ। यो चाहिँ पुरा लास्ट पोइन्टको झरना हो। यहाँबाट चाहिँ पुरा गइसके पछाडि यहाँ तलसम्म चाहिँ लगभग 200 मिटर जति छ। यो तलसम्म चाहिँ 200 मिटर छ। त्यहाँभन्दा तल्लो स्टेप र त्यहाँदेखि तल्लो स्टेप जम्मा 3-4वटा झरना छन् यहाँनिर। 700-800 मिटर जति छ। यो छेउमा जान सकिँदैन, यता नजाउँ अहिले। माछा मार्ने रबिन सर हुनुहुन्छ यहाँबाट राउटे, म एउटा ख्याउटे यता, उता भाइ एउटा झ्याउटे। 3जनाको अब खतरा जान्छ है। अब यहाँ माछा मारिसकेपछि अब कति खाने हो साथीहरू? माछा आयो है, माछा यी ल्याउ। ए या समायो। Koy. माछा ल साथीहरू।
साथीहरु समायो पत्कारो यो चाहिँ जडी है यो पाइल्सको चाहिँ पाइल्सको हैन पाइल्स यसले चैट हुन्छ नि त हैन ठाउँ पनि कस्तो छ भने फोर पनि हेर्नु ताजा खबै रहेछ ल अब माछा मारि सकिहाल्यो यहाँ माछा यहाँ झोलामा छ एउटा कालो झोलामा भयो एउटा यहाँ भयो यहाँ माछा अब माथि गएर बाटामा बाँड्ने हुन्छ माछा अब खाजा चाहिँ खाने हो त्यहाँबाट जाने हो माथि बाटामा रोडमा बाइक भटाउनु जाने माछा बाँड्नु पर्यो नि त होइन कि बेचिराखेर जाने हो बेचिदिराखेर जाउँ न त 2500 को 100 10,000 जति हुने रहेछ अनि भरे रक्सी सक्सी खानुपर्छ जाने हो त माछाले भन्दा नि भुसुङालाई धेर दुःख दिएको छ अब हाम्रो माछा मार्ने चाहिँ यति नै हो यहाँभन्दा उँभो चाहिँ माछा पाउँदैन अरे यहाँसम्म मार्यौँ अब हामी चाहिँ खासा त खाएर अब लाग्ने हो रावा खोला अब यहाँ च्याउ खोज्नुपर्छ च्याउ हेर्नु पनि पाउँछ निङ्ग्रो नि खोज्नु पर्यो नि त होइन यो साथीहरूले मासु भाग लागिसक्यो माछा मेरो भागमा चाहिँ एउटा पा यतिमा यति अझै चल्दै रहेछ त माछा त नि एउटा त नि खोलातिर हालिदिउँ क्या यसलाई त लगभग 1 केजी जति त भागमा परेछ त मलाई त यो मेरो भागको माछा अर्ग्यानिक ऐसेलु जङ्गलतिर हिँड्दा यस्तै हो क्या खाजासाजा हुँदैन यही औँसेलहरू टिप्ने खाने यस्तैहरू चट्ट यतिहरू भेला पारे यहाँ बटमा छ सबै टिप्ने चट्ट यस्तो मिठो हुन्छ नि त अर्ग्यानिक यहाँ कहाँ भोलिसम्म आएर यहाँ घरिघरि आएर खानु पाइन्छ नि रमेशर गयो भने के उहीँ भेटिहालिन्छ हामीले ऐसेलु